पिनट बटर प्रोटिनको सोर्स होइन, नट्सहरू पनि प्रोटिनको सोर्स होइन, न त किन्वा न त बादाम न त अरू कुनै ड्राई फ्रुट्सहरू। यो सबमा प्रोटिन त पाउँछ, तर यिनीहरू प्रोटिनको सोर्स चाहिँ होइनन्। कुन खानेकुरा प्रोटिनको राम्रो सोर्स हो भनेर थाहा पाउने सजिलो तरिका त्यो खानेकुराबाट पाउने प्रोटिनलाई 10 ले मल्टिप्लाई गर्नुस् अनि त्यो खानेकुराबाट पाउने क्यालोरिजसँग कम्पेयर गर्नुस्। यदि मल्टिप्लाई गरेर आउने नम्बर क्यालोरिज भन्दा कम छ भने त्यो प्रोटिनको राम्रो सोर्स होइन र बढी छ भने त्यो प्रोटिनको राम्रो सोर्स हो। जस्तै 100 ग्राम अफ चिकन ब्रेस्टमा 165 जति क्यालोरी हुन्छ र 30 ग्राम जति प्रोटिन हुन्छ। 30 लाई 10 ले मल्टिप्लाई गर्यो भने 300 आउँछ, जुन चाहिँ 165 भन्दा धेरै हो। त्यो भएर चिकन ब्रेस्ट चाहिँ प्रोटिनको राम्रो सोर्स हो। तर 100 ग्राम अफ पिनट बटरमा 588 जति क्यालोरी हुन्छ र 25 ग्राम जति प्रोटिन हुन्छ। अब 25 लाई 10 ले मल्टिप्लाई गर्यो भने कति आउँछ? 250 आउँछ, जुन चाहिँ हाम्रो क्यालोरी भन्दा कम भयो र यो चाहिँ हाम्रो प्रोटिनको राम्रो सोर्स होइन। नेक्स्ट टाइम प्रोटिनको सोर्स सेलेक्ट गर्दा यो फर्मुला युज गर्न नभुल्नु र मलाई फलो गर्नु।